लगभग हमारा दुईटा पाया पार कर लिसी आप भिंदिन आकर फोटो खींचिस आज कर मैं वीडियो हान तो प्रसारण कर दिसुन दुनिया लोगला था पाऊ कि आज कर तमला झुलुंगे पुल देखवा आसीसन आप यहाँ तेसरा पिलर हमा हसवा पुगिएन लदिरो भी तेसरा पिलर बगल लदिरो बगे से एखाने लंबाई 716.44 मीटर है जम्मा 7 पिलर तला हमा तेसरा पिलर लगभग आसीसी तेसरा पिलर तो पार आप हम देखवा सकेछन् अब हमारा सेंटर पिलर चौथो भुलका डबा से पूर्व मर्जाला इरो चौथो पिलर को या सेंटर पिलर बीचकार पिलर भी कॉलेज से हवा सके से बीचकार पिलर तो हमा असे हुना गुवाहाटी नो शायद हम देखवा सके लदिरो तला पानी सुखाई गई से भर्खर हिले सुक्न कि बेसी लोग बेराला से हिलतो तमा देखवा सकेछन् आवला हमा सेंटर पिलर दोनों बिचकार बिचत इरो पिलर हमा सिजुआर बिती तमला देखासी सिजुआर दृश्य खान रतमाई साथ सिजुआर अब हमा फेरोक चौथो पिलर तो पार करिए हुना पूर्व मर्जासी तमा देखवा सकेछन् सेंटर पिलर तो कटिएका आप इरो पूर्व बिचकार पाँचौं पिलर इला छुवाला खूब मजाली छ के छ भाइ ठीक छ नि ठीक छ राम्रो लागिरहेछ ल हिले सो के चक्कर लगवा लोगला तो चक्कर लाई जाते 5औं पिलरमा अहिले हामी 5औं पिलरमा आइसकेका छौं तपाईहरु हेर्न सक्नुहुन्छ यो 5औं पिलर भुलका डाबाबाट 5औं पिलर क्रस गरिसक्यौं अब हामी 6औं पिलर र 7औं पिलरको दर्शन गरेर फेरि फर्किने छौं खोलाको दृश्य हेर्नुहुन्छ तपाईहरु यो पोहोर साल कटाको यसपालि पनि खोइ बनाकै छैन यदि बनाएन भने यसपालि सिजुवातिर पानी छिर्ने सम्भावना बढी हुन्छ बेलैमा बुद्धि पुर्यायो भने पानी छिर्दैन भाइ झुलुङ्गे पुल कस्तो लाग्यो राम्रै लाग्यो चढ्न राम्रै छ ल अनि के भन्नुहुन्छ त सबैजनालाई आउन हेर्न कि भन्ने कि नभन्ने ल भाइहरुले पनि सबैजना हेर्न आउनु भन्नुहुन्छ तपाईहरु पनि आउनुस् हेर्नुस् झुलुङ्गे पुलको रमणीय दृश्यहरु यहाँबाट तपाई सिजुवाको रमणीय दृश्य हेर्न सक्नुहुन्छ भने यहाँबाट तपाई महादेव थान पनि रमणीय दृश्य हेर्न सक्नुहुन्छ खोलामा मकै नै मकै लगाएको छ यसपालि
5औं पिलर पार गरिसकेपछि अब हामी 6ठौँ पिलरमा आउँदैछौँ। 6ठौँ पिलरको टावर रहेको छ। हेट उच्च नि छेक न उच्च बारे तल देख्दा त म घुरिया आसे उपरे उपर देखे तपाईहरु हेर्न सक्नुहुन्छ। धेरै अग्लो छ यहाँनेरि। 6ठौँ पिलर 5औं पिलर 5औं र 6ठौँ को बीचमा अलि हाइट रहेको छ। हेलो भाइ, के छ अनि तपाईँ झुलुङ्गे पुलमा भ्रमण गर्दै हुनुहुन्छ, केही भन्न चाहनुहुन्छ कि? के भन्नु हो, झुलुङ्गे पुल हेर्न आउनु पर्छ भन्नुहुन्न? ए पर्छ नि, किन सबै आउनुहोस् हेर्नुहोस् हैन। यस्तो राम्रो झुलुङ्गे पुल बनेको छ, भुलगाडा र कोबरा जोड्ने हैन। सबै आउनुहोस् ल। उहाँले पनि भनिसक्नुभयो, तपाईहरु पनि आउनुहोस् यो झुलुङ्गे पुल हेर्नुहोस्। यहाँको जनतालाई धेरै सुविधा हुने भयो। झापा मोरङ जोड्ने यो झुलुङ्गे पुल। लगभग हामी मगरखाडी आइपुगेका छौँ। अस्ति यहाँ प्रवेश गरिसकेका छौँ। ओहो दाजु नमस्कार, के भन्नुहुन्छ यो झुलुङ्गे पुल? हजुर निर्माण भयो, अब झापा मोरङ जान आउनलाई सजिलो भयो नि तपाईहरुलाई? धेरै राम्रो कुरो गर्नु हजुर। चौघुर यो अब हामी 6ठौँ पिलर र 7औं पिलरको नजिकै आइसकेका छौँ र अब यहाँबाट हामी फेरि फर्किन्छौँ। अब यहाँदेखि तपाईहरुलाई यो पिलरदेखि अगाडि देखाइसकेको थिएँ। यहाँबाट अब यहाँ पूर्व हो भने यहाँबाट यो 6ठौँ पिलर, झापादेखि यो दोस्रो पिलर हो भने मोरङदेखि 6ठौँ पिलर लगभग तपाईहरुले यो हेर्न सक्नुहुन्छ। यहाँको दृश्य धेरै राम्रो बनाएको छ। धेरै धेरै धन्यवाद।